तपाई पनि युट्युबबाट पैसा कमाउने सोच्दै हुनुहुन्थ्यो? यदि हो भने अब चाहिँ झनै गाह्रो हुने भएको छ। सो युट्युबले आफ्नो नयाँ युट्युब पार्टनर्स प्रोग्राम चेन्ज गर्ने भएको छ। हो, अब भने तपाईको नयाँ क्रिएटरको लागि अझै गाह्रो भएको छ। के चेन्जेस हुँदैछ, नयाँ क्रिएटरले के गर्नुपर्ने छ र पुरानो क्रिएटरहरूले जसको च्यानल मोनेटाइज भइसकेको छ उहाँहरूले के गर्नुपर्ने छ र यो नयाँ नियम कहिलेबाट लागू हुँदैछ, यो सबै जानकारीको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नुहोला। अब सुरु गरौँ पुरानो क्राइटेरिया के थियो त। यदि तपाईले लास्ट 1 इयरमा 1000 सब्सक्राइबर र 4000 आवर्स वाच टाइम आफ्नो लङ भिडियोमा पुर्याउनु भएको थियो भने चाहिँ पुरानो मोनेटाइजेसन पोलिसी अनुसारले तपाईको युट्युब मोनेटाइज हुने थियो। अथवा तपाईको यदि सर्ट्स च्यानल हो भने सर्ट्समा चाहिँ तपाईको 10 मिलियन भ्युज इन लास्ट 90 डेज चाहिन्थ्यो। अब आउने नयाँ तपाईको मोनेटाइजेसन पोलिसी अर्थात् युट्युब पार्टनर्स प्रोग्राम अनुसारले चाहिँ तपाईले लास्ट 1 इयरमा 1000 सब्सक्राइबर र साथसाथै तपाईको यदि लङ भिडियो हो भने चाहिँ तपाईको 8000 वाच टाइम पुर्याउनु पर्ने हुन्छ। त्यसै गरी तपाईको सर्ट्समा चाहिँ तपाईको 10 मिलियन भ्युज इन लास्ट 90 डेज हुनुपर्ने छ। हो, सही सुन्नुभयो। अब चाहिँ तपाईको सब्सक्राइबरको क्राइटेरिया सेम भए पनि तपाईको वाच टाइम र तपाईको सर्ट्स भ्युजको क्राइटेरिया चाहिँ डबल भएको छ। त्यसै गरी यदि तपाईको च्यानल अलरेडी मोनेटाइज भइसकेको छ भने तपाईले चाहिँ यो नयाँ क्राइटेरिया फुलफिल गर्नु पर्दैन। यदि तपाईको भिडियोमा लास्ट 1 इयरमा 1000 आवर्स वाच टाइम लङ भिडियोजमा र तपाईको 1 मिलियन भ्युज तपाईको सर्ट्समा छ, अथवा तपाईले लास्ट 1 इयरमा दुईटा लङ भिडियोज अपलोड गर्नुभएको छ र लास्ट 90 डेजमा तपाईको 5 वटा सर्ट्स भिडियोज अपलोड भएको छ भने चाहिँ तपाईको मोनेटाइजेसन चाहिँ जस्ताको त्यस्तै रन हुनेछ। र त्यसै गरी तपाईको च्यानल चाहिँ लास्ट 6 मन्थमा चाहिँ इनएक्टिभ चाहिँ हुनु हुँदैन। तपाईको त्यो च्यानलमा चाहिँ एक्टिभिटीहरु चाहिँ तपाईले भिडियो अपलोड गर्ने, तपाईको वाच टाइमहरु, तपाईको सर्ट्स भ्युजहरु चाहिँ भइरहेको हुनुपर्ने छ। यो नयाँ तपाईको पोलिसी, तपाईको नयाँ यो मोनेटाइजेसन पोलिसी कहिलेबाट इम्प्लिमेन्ट हुँदैछ त? सो यो इम्प्लिमेन्ट हुँदैछ तपाईको फेब्रुअरी 1 2027 बाट। सो अझै पनि तपाईहरुसँग टाइम छ। यदि तपाईले आजैबाट सुरु गर्नुभयो, आफ्नो डेडिकेसन सहित कन्सिस्टेन्सी दिनुभयो भने चाहिँ अझै पनि तपाईले पुरानो क्राइटेरिया अनुसारले आफ्नो च्यानललाई चाहिँ मोनेटाइज गर्न सक्नुहुन्छ। सो भिडियो राम्रो लाग्यो भने चाहिँ शेयर गर्न नबिर्सिनु होला, भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब र पेजलाई फलो गर्न नबिर्सिनु होला। थ्यांक्स फर वाचिङ।